हेलो गाइस, यो चाहिँ हामी दसैँ तिहारमा सबै गर्ने हो। मेरो भाइ चाहिँ यस्तो चाहिँ खाँदै हुन्छ अनि म चाहिँ यस्तो गरेर मैले पैसा पाउँछु। सबैले हेर्नु होला। हेर्नु खाने कुरा देख्नु भएन भने उखु छ, केरा छ, यता पनि केरा छ, यता पनि छ, यता पनि छ, अम्बक पनि छ, अम्बक छ। अनि मेरो भाइलाई फेरि अम्बक खाँदैछ। मेरो भाइको फेभरेट हो। भन्नुहोस्, मेरो फेभरेट हो अम्बक। अम्बक धेरै खान्छ, त्यसैले मैले अम्बक धेरै पनि राखिदिएको छु। 1 2 3 4 4वटा। अनि मेरो भाइले धेरै हिजो नै कपडा काटेर रुँदैछ, त्यसैले मैले नरुवा भनेको। अनि सबै हात खुट्टा नुहाएर हात खुट्टा धोएर नुहाएर सबै उयो गरेर चिउरा पनि ल्याइदिएको छु हिजो नै। अनि सबै ल्याइदिएको छु। घाम लागेको छ म त। यो भाले चाहिँ कुखुरा सुन्छ मलाई पनि दिनु है घिउ ल। हेलो भन्नु पाल्दैन। हेलो गर्नु गगा। हेलो गर्नु न। यो चाहिँ कस्तो हाँस्छ। हेलो भाइको कपाल काटेको। म खिच्दैछु मेरो अनुहार। रानी चाहिँ सफा गर्दै हुनुहुन्छ। हाई गर्नु अनि पैसा आउँछ। ककाले फाइनली भाडा गर्दै सक्नुभयो। ओए खाइसक्नु खाइसक्नुभयो। अब त्यसमा घिउ खाने हो। उयो सफा गर्दै हुनुहुन्छ। मम्मीले हाई नगर्ने। अब मम्मीले चाहिँ बस्दै हुन्छ। पार्टीले कपडा काटेर पकाले चाहिँ के गर्नुहुन्छ पक्का? कपाल काटेछु, काट्दैछु यहाँ भाइको। भाइले कस्तो भयो त, कस्तो मुख पार्छ। दादा तपाईँ के गर्दै हुन्छ? भाडामा सकाउने सुँगुरको यो गर्दै हुन्छ नि। हाम्रो किचन चाहिँ कस्तो राम्रो छ। यहाँ हाम्रोमा दोकान पनि छ। चाउचाउ बिस्कुट सबै बट्टा सुस्ने पनि छ। यहाँ माथि चक्लेट पनि छ। लालपप पनि छ। यतानिर त सबै छ। दोकानको सबै चिज छ। एउटा चिज छैन। मेरो चाहिँ यो चाहिँ कुखुरा राखेको कोको। हेर्नु यो चाहिँ माथि साइलीको हो। अनि अब चाहिँ मेरो च्यानल सक्छ फलो लाइक सबै